शुक्लागण्डकी एफएम 97.6 नागरिक प्रति जिम्मेवार बनाउन खुला छलफल गर्ने रेडियो कार्यक्रम हो संसद र सांसद। संयुक्त राष्ट्र संघीय कार्यक्रम यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा नेपाल एफएम नेटवर्कले तयार पारेको कार्यक्रम संसद र सांसद देशभरिका स्वतन्त्र रेडियोबाट प्रसारण भइरहेको छ। त्यसैगरी नेपाल एफएम र विभिन्न रेडियोहरूको फेसबुक पेज nfmnews.com, युट्युबमा पनि यो कार्यक्रम सुन्न सकिन्छ। कार्यक्रम संसद र सांसदको हामी 60औं श्रृंखलामा आइपुगेका छौं। आज हामी विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्दैछौं। संसदीय समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकको छलफल कहाँ पुग्यो भन्ने विषयमा खोजी गर्नेछौं। संसदीय इतिहासमा सबैभन्दा बढ़ी सांसदबाट विद्यालय शिक्षा विधेयकमाथि संशोधन दर्ता भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको विधेयकमा 163 धारा छन्। विधेयकमा 152 जना सांसदले 1785 वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधनकर्तासँग छलफल सकेर बर्खे अधिवेशनमा टुङ्गो लगाउने तयारी सम्भव भएन। अब हिउँदे अधिवेशनमा पेश गर्ने गरी समितिले तयारी गरिरहेको छ। विधेयकका विवादित विषयमा कसरी सहमति खोजिँदैछ? स्थानीय तहसँग सम्बन्धित रहेको माध्यमिक शिक्षा, निजी विद्यालय संघको व्यवस्था, शिक्षकले राजनीति गर्न नपाउने सवालमा बढ़ी चासो देखिन्छ। ती विषय कसरी टुङ्गो लगाइँदैछ? अब प्रस्तुत छ शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसँग गरिएको यो विशेष छलफल। नमस्कार, कार्यक्रम संसद र सांसदमा तपाईलाई स्वागत छ। म गोविन्द खड्का। कार्यक्रम संसद र सांसदमा आज हामी संसदीय समितिमा अहिले छलफल भइरहेको विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दैछौं। 2080 भदौ 7 गते संसदमा तत्कालीन सरकारले पेश गरेको विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको छ। करिब 154 जनाले संशोधन दर्ता गराउनु भएको छ र त्यो संशोधनमाथि आधारित रहेर समितिले विद्यालय शिक्षा विधेयकलाई निष्कर्षमा पुर्याउने तयारी गरिरहेको छ। संशोधनकर्ता सांसदहरूसँग पुराका पुरा अझै छलफल गर्न बाँकी रहेको समितिले कसरी यो विद्यालय शिक्षा विधेयकलाई टुङ्ग्याउँदैछ? विद्यालय शिक्षा विधेयकसँग जोडिएका केही पेचिला सवालहरू छन्। शिक्षक र राजनीतिको विषय, निजी विद्यालयको विषय, समग्र नेपालको शिक्षा प्रणालीलाई अब कता लैजाने भन्ने सवाल गम्भीर ढंगले उठिरहेका छन्। त्यसलाई समितिले कसरी टुङ्ग्याउँदैछ? आज हामी छलफल गर्दैछौं शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापासँग। यहाँलाई स्वागत छ। धन्यवाद। सञ्चय हुनुहुन्छ? ठीक छ। अहिले विद्यालय शिक्षा विधेयकमाथि तपाईले गम्भीर ढंगले विधागत रूपमा छलफल गराइरहनु भएको छ। कहाँ पुग्यो त्यो छलफल? अहिले संशोधनकर्ता मान्यजीहरूको छलफल अझै टुङ्गिया छैन। धेरै कुरा विशेषज्ञहरूसँग र जाने सरकारवालाहरूसँग र सबैसँग छलफल भइसकेका छ। त्यो छलफल सकिएर जाने अहिले संशोधनकर्ता मान्यजीहरूसँग छलफल भइरहेछ र त्यो छलफलमा अब धेरै दिन भइसक्यो र मान्य सदस्यहरूको फुर्सदका कारणले पनि होला के हो, अब त्यसमा जाने त्यति सहभागिता भएको छैन र भनेको संशोधनकर्ता सांसदहरूसँग नै तपाईलाई छलफल गर्न सकस भइरहेछ। अब बोलाउने काम हो हाम्रो। तपाईको संसदको धारणा राख्न आइदिनु पर्यो भनेर बोलाउने काम हो। समितिबाट पत्राचार भइरहेछ, तर अब मान्यजीहरूको बेफुर्सदका कारणले सबै मान्यहरू आउनु भएको छैन। 152 जनाले संशोधन हाल्नु भएको छ। 152 समूह हो र 164-65 जना मान्यहरू हुनुहुन्छ। 1738 वटा दफामा संशोधन भएको छ। त्यसो भएको हुनाले यो सबैलाई छलफल गर्नका लागि अझै यस्तै तरिकाले हो भने 1 वर्ष लाग्ने सम्भावना छलफलकै लागि। कतिजना संशोधनकर्तासँग अहिलेसम्म छलफल भइसक्यो? करिब 80 जनासँग 80 को र्याङ्कसम्म पुगेको छ। 160 भनेपछि अझै 80 जना बाँकी हुनुहुन्छ। तर अब त्यो 152 समूह भएको हुनाले त्यसले गर्दाखेरि अब धेरै छैन, 50-60 जना होला नि समूहगत पनि आएको छ।
उहाँहरूले संशोधन खोजिरहनु भएको छ तर छलफलमा आइरहनु भएको छैन भनेको यो ढिलो टुङ्गियोस् भन्ने चाहेको कि उहाँहरूको व्यवस्था हो? व्यवस्था भन्ने कि नभन्ने भन्दा पनि अब एउटा के हो भने अरू विधेयक जस्तो पनि भएन यो। यसलाई त मैले के भनेको छु भने मिनी संविधान सभा जस्तो अवस्था छ यसको। त्यसैले जुन सरकारले ल्याएको छ विधेयक त्यो विधेयक पनि पूर्ण छैन। संशोधनकर्ता मान्यजीहरूले केही कुराहरू राख्नु भएको छ तर त्यसमा पनि पूर्णता प्राप्त छैन। अब 53 वर्षपछि हामीले 28 सालमा एउटा मोडल बनायौं र त्यो मोडलले यहाँसम्मको जाने कुरा त पुर्यायो तर पनि अबको 20 वर्ष 30 वर्षको लागि हामीले शिक्षाको मोडल कस्तो बनाएर जाने भन्ने कुरा यसमा कहीँ देखिँदैन हैन। सांसद अहिले पटक समितिमा छलफल बोलाउँदा पनि आएन भने त्यही कुरा मैले तपाईलाई भन्दै थिएँ। अबको मैले एउटा बैठक मात्रै गर्छु भन्दै छु। अब अर्को बैठकमा जाने संशोधनकर्ता मान्यजीहरूलाई बोलाइन्न है भनेर सूचना गरिसक्नु भएको छ। समितिले हामी सार्वजनिक रूपमा उहाँ आउनु भएन भने संशोधनकर्ता फलाना आएन भन्ने कुरा र तपाईहरुले अब संसदमा यो कुरा उठाउन पनि पाउनुहुन्न। विधेयकले नेपालको शिक्षा प्रणाली, नेपालको शिक्षा अब उत्पादन हुने नागरिक कस्तो बनाउने भन्ने परिकल्पना चाहिँ गरेको तपाईले सभापतिका हिसाबले पाउनु भएको छ कि छैन? त्यो पूर्ण केही हदसम्म अब संशोधनकर्ताको अवस्था कस्तो छ भन्दाखेरि नि यो दफा घटाऊ यो दफा बढाऊ भन्ने मात्रै छ। कतै एउटाको सहमति छ अर्कोको असहमति छ। यति नै यो विधेयकले मात्रै पूर्णता छैन। अहिले मैले अहिलेसम्मको छलफलले हेर्ने भने यसले गन्तव्य तय गरिसकेका छैन र अब योसँग नमिलेका कुरा के हुन् र के कुरा थप गर्न पर्ने हो र त्यो कुराको तयारी गरेर हामी समितिका साथीहरू छलफल गरेर हामी सभामुखलाई मैले सूचना दिएको छु। सभामुखले सरकारलाई पनि निर्देश गर्नुभएको छ कि गर्ने अब तपाईहरुको धारणा के हो यो विधेयकमा के कस्तो कुरो छ तपाईहरु आफ्नो धारणा तयार गर्नुहोस् त। समिति पनि धारणा तयार गरिरहेछ त्यसपछि हामी बसेर छलफल गर्नुपर्छ भन्ने सभामुखलाई मैले सबै कुरा म सभामुखजीलाई मैले यति आग्रह गरेको छु। यही मोडेलको शिक्षा म लिएर यो विधेयकलाई संसदमा टेबल गर्न र धेरै छलफल बनाउन म सक्दिनँ है। अब शिक्षाको नेपालको शिक्षाको मोडालिटीमा बसेर छलफल गरौँ त्यो सरकार एग्री गर्छ कि गर्दैन? सरकारले पनि एग्री गर्न पर्यो। टोटल्ली यो कानूनलाई नयाँ बनाउनु पर्ने हुन्छ र पुरानाको जाने विषयमा छैन। अब 5-7वटा कुरा गर्नुपर्छ। मुख्य के छ पेचिलो विषय? मुख्य कुरा के हो भन्नुहुन्छ भने अब मान्छेको मेन्टालिटी नै त्यो जानका लागि आधारभूत शिक्षाबाटै सिपमूलक शिक्षा उसको इन्ट्रेस्ट के हो फर्निचरको हो कि फर्निचर उद्योग खोल्ने हो कि उसले जाने जुत्ता कारखाना खोल्ने हो कि भनेको। त्यसो भए यो विद्यालय शिक्षा विधेयक भनिएको छ एकजना बालक कम्तीमा 5-6 क्लास पढ्दै गर्दा ऊ भोलि के बन्न चाहन्छ भन्ने कुरा उसको परिकल्पना अनुसारको उसलाई डोर्याउनु पर्यो। त्यस्तो शिक्षा प्रणाली ल्याउनु पर्यो। यो विधेयकमा कहीँ छैन त्यस्तो। हामीले एउटा हामी अहिले विधेयक बनाउँदाखेरि एउटा अप्ठ्यारो छ। के छ भन्दाखेरि संविधानले के बोल्यो भन्दा मावि तहलाई स्थानीय तहलाई दिइसकेको छ। त्यो सबै अधिकार दिएको छ। यदि त्यो सबै अधिकार व्यवस्थित गर्न स्थानीय तहले सक्ने भने हामीले माथि कानून बनाउनु पर्दैन। यो विधेयक ल्याइरहनु पर्दैन। त्यसो भए एक किसिमले स्थानीयलाई हस्तान्तरण गर्नुपर्छ। मावि तहको यो संघीयतामा स्थानीय तहलाई नै दिनुपर्छ। अहिले होइन। अहिले यो विधेयक बनाइसकेपछि यो विधेयकमा संविधानमै संशोधन गर्न पर्यो भने पनि के कुराले संशोधन गर्नुपर्छ भन्दा 5 वर्षभित्र संघले चलाउने। शिक्षा समितिको संसदको सभापतिले के भनिरहनु भएको छ भने अहिले तत्काललाई केही वर्ष माध्यमिक शिक्षा स्थानीय तहलाई नदिउँ, यो संघमा राखौं, यसको सबै संरचना बनाएपछि हस्तान्तरण गरौं भन्दै हुनुहुन्छ संसदको समितिको सभापतिले। यो गम्भीर विषय होइन? यो गम्भीर। यदि शिक्षा बनाउने हो भने नेपालको शिक्षा मोडललाई अगाडि बढाउने हो भने अब 20-30 वर्षको लागि यो शिक्षालाई कस्तो बनाउने भन्ने कुराको मोडालिटीको तय गर्नुपर्छ। शिक्षकहरू त खुसी हुन्छन्, उहाँहरू अहिले पनि स्थानीय तहको मातहतमा बस्न चाहिरहनु भएको छैन। तर स्थानीय तहले त तपाईहरु विरुद्ध आन्दोलन गर्न देखिन्छ नि उहाँहरूको माग सुन्ने हो भने। अब शिक्षा सुधारौं भने स्थानीय तहलाई पनि सुधारौं भन्ने हो भने यही तरिका छ। अथवा ठिक छ कुनै स्थानीय तह त राम्रै पनि त गरेका छन् नि त, गरेका छैन म भन्दैन। 753 मा बढीले गरे होला, 53ले गरे होला। 700 त बाहिर छ नि त। 700लाई त 53ले क्याच गर्न सक्दैन नि। त्यसकारणले त्यसलाई क्याच गर्ने कुन हो त भन्दा संघ नै हो। संघले त्यो कुरा म तिम्रोसँग प्रतिबद्धता जाहेर गरे
कि म 10 वर्षभित्र तिमीहरूलाई हस्तान्तरण यसलाई व्यवस्थित शिक्षा बनाएर तिमीलाई दिन्छु। अहिले त लथालिङ्गको शिक्षा हामीले हस्तान्तरण गरे हो नि त, अधिकार दिने नाउँमा हामीले यो लथालिङ्ग भएको शिक्षालाई व्यवस्थापन गर भनेर दिएका छौँ। त्यो सँगै नसकेका कुरा स्थानीय तहले गर्छ भन्ने कुराको विश्वास गर्ने नगर्ने, कुन मोडेलमा लिने, कस्तो कानून बनाउने भन्ने कुरा यति 1 वर्ष लगाएर त राम्रो कानून बन्न सकिरहेको छैन। त्यो एकपटक जाने के अरे गाउँसभामा नगरसभामा जाने तालीपिटिया जाने कानूनले त्यो सबै कुरा पुरा गर्न सक्छ? सक्दैन नि। त्यस कारणले यसो भए सभापतिज्यू, अहिले तपाईँले भनिरहेको विषय सभापतिको चाहना हो कि यो समिति त्यही बाटोमा जाँदैछ? समितिका सबै साथीहरू कन्भिन्स हुन्छ। मैले अमरबहादुर थापाको आवाज बोले होइन। यो सिङ्गो समितिले यो सिङ्गो समितिले शिक्षा सुधार गरेर जानुपर्छ र यो मोडेललाई चेन्ज गरेर जानुपर्छ भन्ने नै छ। त्यही बाटोमा जानुपर्छ भन्ने मेरो आफ्नो व्यक्तिगत धारणा मात्रै होइन। यो म त एउटा सभापति नै हुँ। मेरो त जाने त्यहाँ त समितिले जे निर्णय गर्यो त्यो कार्यान्वयन गराउने पक्षको मान्छे नै हुँ। म त प्रस्ताव गरिदिने मान्छे हुँ। यो प्रस्तावहरू कसरी जाउँ मान्यज्यूहरू भनेर सोध्ने मान्छे हो। उहाँहरूले पास गर्नुभयो भने अगाडि बढ्छ, हुँदैन सभापतिको यो होइन यो गरौँ भन्नुभयो भने त त्यही हुन्छ नि त। एकजना व्यक्ति महत्त्वपूर्ण कुरा होइन। यहाँ त सिङ्गो समिति संस्थागत रूपले समितिको धारणा के हो भन्दा अब शिक्षालाई सुधार गर्नुपर्छ। अहिले सङ्घीय सरकारको हातबाट माध्यमिक शिक्षालाई पुरै निकालेर स्थानीय तहलाई जिम्मा लायो भने हामीले चाहेको जस्तो शिक्षा प्रणाली सम्भव छैन। त्यसकारण केही वर्ष सङ्घीय सरकारको मातहतमा रहनुपर्छ, अधिकांशको मत। संविधानको अधिकांश हो, लिजमा लिने जस्तो के होइन। यसमा सँगै स्थानीय सरकारको जिम्मेवारीबाट 10 वर्ष हामी लिन्छौँ, तिमीलाई राम्रो चिज बनाएर हस्तान्तरण गरिदिन्छौ भनेपछि सङ्घीय स्थानीय तहले पनि त मान्न त पर्यो नि। अब होइन, कतिपय नमान्न पनि सक्छन्। किन भन्दा अहिले राजनीति त भएको छ होइन, अनि शिक्षकहरूमाथि पनि राजनीति गर्न त पाइएको छ। अरू कुरामा स्थानीय तहलाई अनुगमनदेखि लिएर सबै व्यवस्थापन गर्ने कुरा स्थानीय तहलाई दिनुपर्छ। अहिले शिक्षाको मोडालिटी बनाउनलाई र त्यसलाई सिस्टमभित्र राजनीति दलीयकरणबाट मुक्त गर्ने गरी अबको यो विधेयकमा के भन्नुपर्छ भन्दा दलीयकरण गर्न पाइँदैन। राजनीति गर्न त तपाईँ हामी सबैले छुट छ नि, आस्था एउटा कुरा हो। सक्रिय राजनीति गर्न पाइन्छ, सक्रिय दलीयकरण भइरहेछ। आज जुन पार्टी विभाजित हुन्छ त्यो पार्टीको शिक्षक हुन्छ, त्यो पार्टीको विद्यार्थी हुन्छ, त्यो पार्टीको कर्मचारी हुन्छ। त्यस्तो गर्न पाइँदैन। म ठ्याक्कै त्यही बिन्दुमा तपाईँले उठाउनुभयो। यो सबैभन्दा महत्त्वपूर्ण र शिक्षकहरूसँग संसदले पनि सरकारले पनि सहमति गरेको विषय छ। एकातिर उहाँहरूको जुन राजनीतिक आस्था सङ्घ सङ्गठनलाई कायम राख्ने भन्ने छ, अर्कोतिर राजनीतिकरण हुनुहुँदैन भनेर तपाईँहरू भनिरहनु भएको छ। सहमति उहाँहरूको अस्तित्वलाई कायम राख्ने तपाईँहरू स्वीकार गरिसक्नुभयो, शिक्षक राजनीति मुक्त हुनुपर्छ भनिरहनु भएको छ। त्यसलाई कसरी तपाईँहरू समाधान खोज्नुहुन्छ? अब यसमा समाधान अरू केही गर्नै परेन। कतिपय कुरामा होलान् कोही शिक्षक बिना अब मेरो राजनीति नै टुङ्गियो भन्ने छ भने त्यो आफ्नो ठाउँमा छ। म पनि यो पटकलाई 4 पटक संसदमा आएँ। म 3 पटक म जितेर आएँ, 1 पटक पराजित भएँ भने मलाई पनि शिक्षकहरूको जाने योगदान छैन म भन्दिनँ। तर पनि कुरा के हो भने अहिले जे किसिमको शिक्षकमा निर्भर छौँ हामी, भोलि त राजनीति गर्ने मान्छेले त राजनीतिमा निर्भर हुनु पर्यो, राजनीति कार्यकर्तामा निर्भर हुनु पर्यो नि। यो राजनीतिबाट टाढा राख्नेको मापदण्ड चाहिँ के हुन सक्छ? यो विषयमा के राख्ने भन्ने कुरा केही संशोधन पनि त्यहाँ दर्ता भएको देखिन्छ। छलफल गर्दा शिक्षकलाई राजनीतिबाट टाढा राख्ने आधारहरू के हुन्? के गर्न पाइन्छ, के गर्न पाइँदैन? एउटा कुरा के हो भने कुनै राजनीतिक दलको झण्डा समातेर प्रचार प्रसार र आमसभा जान पाइएन होइन। आमसभा गर्ने अथवा लुगी छिपी गर्ने यस्तो भएन। के हो भने कारवाही गर्नु पर्यो। त्यो राजनीतिक ठाउँमा उसले गएर त्यहाँ जाने समावेश गर्ने दुनियाँ गर्ने कुरा गर्यो भने त्यसमाथि एक्सन गर्न पाइएन। तर उसले यो मान्छे असल छ है भन्न त पायो। त्यो चाहिँ आफ्नो विचार व्यक्त गर्न पायो पनि दलको सभामा उभिनु भएन, त्यो दलको सदस्यता लिनु भएन, त्यो दलसँग आबद्ध भएर उसले सबै कुराको गरे त्यसका दलको नीतिभित्र अगाडि बढ्न पाइएन। यो कोर्नका लागि यदि गरे बापत उसले दण्ड भोग्नु पर्ने हुन्छ। अहिले कम्तीमा पनि 50,000 शिक्षक विभिन्न दलका संगठित सदस्य छन्। त्यो अहिले के छ थाहा छ? अहिले पनि छ त्यो कुरो। दलमा दलको सदस्यता लिन पाइने छैन भन्ने यही कारण छ। तर किन कार्यान्वयन भएर थाहा छ तपाईँलाई? मेरो दलको पनि शिक्षक राजनीतिमा लागेको छ, तपाईँको दलको पनि लागेको छ, सबैको दलको लागेको। मेरो दलका माथि तपाईँले एक्सन गर्नुहोस्, तपाईँ माथि एक्सन हुन्छ। त्यस कारणले तै चुप मै चुपमा मात्रै यो जाने अगाडि बढिरहेछ।
अब यो संसदले यो आवाज उठाएर अगाडि बढाइसक्ने हो भने त्यो तै चुप र मै चुप हुँदैन। यो देश बिगार्ने नेताहरू हुन् भन्ने एउटा उदाहरण त यही पनि रहेछ नि त। यो पनि हो, कुरा साँचो यो पनि हो। देशै बिगार्ने नेता त भन्न मिलेन। यसले पनि शिक्षामा राजनीतिकरणमा मुख्य दोषी चाहिँ राजनीतिक शिक्षा र कर्मचारीमाथि राजनीति गर्न हुँदैन। मैले यति कुरा भन्छु, भ्रष्टाचारको अखडा यस कारणले यो बन्छ। मलाई दिनुपर्ने पैसा तपाईँले कमाएर नि दिने हो, तपाईँ घरखेत बेचेर जाने त्यहाँ सर्वोन्नत जाने होइन नि। अहिले त मोलमोलाई छ, विभिन्न मोलमोलाई छ। त्यस कारणले कहीँ राजनीतिक नियुक्ति गर्यो भने मोलमोलाई, सांसद बनाउँदा मोलमोलाई। एकजना मन्त्रीले मन्त्रालय बिक्रीमा छ भनेको त केही हदसम्म त सत्य हो नि, सत्य कुरा हो। त्यस कारणले हाम्रो दिमाग राष्ट्र निर्माण गरौँ भन्ने छैन, आफू कसरी बन्ने हो र मेरो पार्टी कसरी बन्ने हो र राष्ट्रलाई कसरी बनाउने हो भन्ने कुरा छैन। यहाँ मैले देख्दिनँ है। यो तीनवटा महत्त्वपूर्ण पेचिलो पाटोमा दुईवटा यहाँहरू एउटा लाइनमा जाँदै हुनुहुन्छ भने सन्देश दिनुभयो यहाँले। अर्को निजी विद्यालय र सामुदायिक विद्यालयको बहस लामो समयदेखि भइरहेछ। निजी विद्यालयलाई एउटा प्रावधानमा गुठी अन्तर्गत ल्याएर सरकारले टेकओभर गर्ने गरेको केही विषय पनि छ र त्यो विषयमा निजी विद्यालयहरूले आपत्ति जनाइरहेछन्। निजी विद्यालयलाई सरकारी सामुदायिक विद्यालयसँग सामिप्यता गर्ने विषय जुन यसमा छ त्यसलाई चाहिँ तपाईँहरू कसरी टुङ्ग्याउँदै हुनुहुन्छ? एउटा कुरा त्यसमा के छ भने मैले निजीलाई त छुँदैन छु भन्दै छु। छोडिदिउँ, जस्तो त्यस्तो छोडौँ, नियन्त्रण गरौँ। नियन्त्रण चाहिँ गरौँ, अनियन्त्रित नछोडौँ। अहिले निजीले चाहिँ नेपालको शिक्षाको विषयमा अलिकति इज्जत राखेको छ। त्यो त सरकारले गर्नु पर्यो नि त। कुरा सुन्नुहोस् न, अब गरेन त सरकारले त यो यस्ता कुरा उठे गरे त यो कुरा मैले छुट्टै मोडल खोज्नै पर्ने थिएन नि, गर्ने बनाउनु पर्यो। त्यसैले मैले के भने निजी क्षेत्रका विद्यालय अहिले के भन्छन् साथीहरू भने अस्ति पनि मलाई कुन कार्यक्रममा भन्दै थियो, सार्वजनिक मान्छेले सामुदायिक विद्यालयमा पढाउनुपर्छ। सबैले जाने निजीमा किन पढाउने? सामुदायिकमा पढाउन लाउनु भयो भने त त्यो निजी विद्यालयमा सामुदायिक विद्यालयमा आफै पढाउने टिचरले आफ्नो बच्चा निजीमा पढाएर निजीमा पढाए। मैले त्यही भने टिचर एउटा टिचर गादिमा छु, तपाईँको बच्चा कहाँ पढ्छ? तपाईँ विद्यालय पढ्छ? मेरो विद्यालय टाढा भयो हुनाले बोर्डिङमै पढ्छ। टाढा होस् किन तपाईँ नजिक पनि त विद्यालय होला, तपाईँ कसरी जानुहुन्छ? त्यस कारणले मैले यसमा के कुरा व्याख्या गरिरहेको छु भन्नुहुन्छ भने अहिले मेरो छोराको भविष्य बनाउनु बाबुको धर्म उहिलेदेखि सत्ययुगदेखि अहिलेसम्म कुनै आफ्नो सन्तानको भविष्य बनाउनु अभिभावकको कर्तव्य हुन्छ। मुख्य कुरा शिक्षा नै हो। त्यसैले असल नागरिक बनाउनका लागि मैले 50,000 तिर्नुपर्छ कि 40,000 तिर्नुपर्छ कि मेरो स्रोतले भ्याउँछ कि भ्याउँदैन कि घरखेत गर्नुपर्छ कि भ्रष्टाचार गर्नुपर्छ कि कहीँ चोरी गर्नुपर्छ कि जे गरे पनि मेरो छोरो असल नागरिक बनाउनु भन्ने चाहना हुन्छ। त्यस कारणले त्यसले पनि भ्रष्टाचारलाई न्यूनीकरण गर्छ। किन गर्छ भन्दाखेरि अब तिनलाई छुनुभन्दा सामुदायिक विद्यालयलाई प्रतिस्पर्धाद्वारा निजीलाई विस्थापित गरौँ भनेको शिक्षालाई उहाँहरूले गरिरहेको व्यापारीकरणलाई निगरानी गर्ने केही मापदण्डमा ल्याउने हो, तर सामुदायिक विद्यालयलाई अब्बल बनाएर उनीहरूलाई विस्थापित गर्नेतिर जानुपर्छ। अब यो मैले भनेको जो मोडल छ नि हामीले समितिबाट यो चाहिँ सभापतिको धारणा हो कि समग्र सांसदहरूको समितिको धारणा हो कि मैले त अघि तपाईँले भने समितिले जुन किसिमको धारणा लिएर आएको छ नि यसो गर्यो भने बल्ल तिनी विद्यालयहरू विस्थापित हुन्छन्। यो मोडलमा गयौँ भने यो मोडलमा नजाने घटाउने र बढाउने गऱ्यौँ भनेपछि फेरि पनि निजी नखोजी सुकै छैन। अब एउटा कुरा मैले निजी विद्यालयसँग जोरी खोज्नु पनि परेन र केही समय पछाडि निजी विद्यालय विस्थापित हुन्छन्। त्यहाँ उसको उद्योग चलेन भने त चुप लाग्नु परेन। अब अर्को विषय तपाईँहरूको यो भित्र म विषय सानो हो तर विद्यालय व्यवस्थापन समितिको संरचनामा पनि केही मतभेदहरू देखिन्छन् संशोधन हाल्दा पनि, र त्यो विषय चाहिँ कसरी टुङ्ग्याउँदै हुनुहुन्छ? त्यो विद्यालय व्यवस्थापन समितिको संरचनासँग म गएकै छैन। मैले यो मोडेल कसरी बनाउने, त्यो मोडेलबाट कसरी जाने, व्यवस्थापन गर्नलाई त्यसलाई यथावतै राखे पनि केही फरक पर्दैन। तिमीलाई अहिले जुन नियुक्ति गर्ने अधिकारबाट वञ्चित गरिदिनुपर्छ, शिक्षक नियुक्ति गर्ने, सरुवा गर्ने, बढुवा गर्ने, यो सब त्योबाट वञ्चित गर्नुपर्छ। तिमीलाई त्यो विद्यालय कति उत्तरदायी बनाएर त्यो विद्यालयको व्यवस्थापन समितिमा मान्छे किन अध्यक्ष हुनु खोज्छ? त्यहाँ मास्टर नियुक्ति गर्ने भवन बनाउने त्यहाँबाट उपभोक्ता समिति बने जस्तै त्यहाँबाट केही कमाइ काज गर्ने यस्ता शिक्षालाई कस्तो बनाऊ भनेर कोही व्यवस्थापन समिति बने त? अघि यहाँले भन्नुभयो संसदीय समितिको धारणा अहिलेको शिक्षा कस्तो बनाउने भन्ने दीर्घकालीन सोचेर हामी छलफल गर्दैछौँ।
यसलाई व्यवस्थापकीय ढंगले संघले केही वर्ष लिने गरी पो अगाडि बढ्ने कि भनेर जुन छलफल भइरहेछ त्यसको सन्दर्भमा अहिले धेरै स्थानीय तहले र प्रदेशले पनि संघको कानून कस्तो आउला कहिले आउला भनेर आफ्नो कानून र नीति बनाउन प्रतीक्षा गरेको अवस्था छ। अब कहिलेसम्म प्रतीक्षा गर्नुपर्ने हो? यही मोडेलमा बन्दैछ, यसको आधारमा बनाउने अथवा स्थानीय तहलाई अधिकारबाट तपाईहरुले जसरी यसमा केन्द्रित गरिन्छ त्यस आधारमा बनाउने? तपाईको सन्देश आज हामीले छलफल गरिरहँदा स्थानीय तह र प्रदेश सरकारलाई के हुन्छ? अहिले मैले के भनेको छु भने जुन यो मोडालिटीको मात्रै कुरा छ। अहिले यो मोडालिटी फाइनल नभइकन कहिले बन्छ के बन्छ म भन्न सक्दिनँ। त्यसैले यदि यो मोडालिटीमा राजनीतिक दलहरू सहमत हुने हुन् र सरकार सहमत हुने हो भने मैले फागुनको हुने हो भनिरहनु भएको छ। हुने सम्भावना कति छ? सम्भावना त मैले भइहाल्छ भन्न त सक्दिनँ। अर्को सबैको भावना त बुझ्छु। मैले त आफ्नो समितिको भावना नै बुझेँ। के गरौँ त भन्दाखेरि समितिमा यो हजुरले भने जस्तै मैले भने जस्तै साथीहरूको पनि त्यही भनाइ आयो। अब त्यो मोडलमा जानुपर्छ र यो मोडलमा जानलाई के गर्नुपर्छ सभापतिजीले यसको जाने सबै कुराको व्यवस्थापन गर्नु पर्यो। तर हजुर हामीले जो समितिमा एकरूपता बनाएका छौँ त्यसलाई जाने अब मेरो काम त सभामुखसम्म न हो। सभामुखलाई मैले जानकारी गराइसकेँ। यही मोडलको यो विधेयक म तपाईँको अगाडि बढाउन सक्दिनँ भनिसकेँ मैले। प्रेसर मलाई तल शिक्षकदेखि पब्लिकदेखि लिएर नेतासम्मको प्रेसर छ छिटो गर भन्ने। छिटो कसरी गर्ने यो कुराको मलाई चाहियो। छिटो गर्नलाई त राम्रो बनाएर त छिटो गर्ने हो त। बरु ल्याउनका लागि ल्याएर अर्थ भयो। शिक्षा ऐन पास हो भने भरमै त जाने यो बनाएर अर्थ छैन। त्यस कारणले यो मोडलमा म सक्दिनँ। हाम्रो समितिको सहमति भएको छ। यदि यो मोडल अगाडि बदल्नका लागि त के गर्ने त भनेर मैले सोधेँ। मैले त मेरो हातमा त सभामुख हो नि। मैले त सबै रिपोर्टिङ गर्नुपर्छ, उहाँको अनुमति लिनुपर्छ। सभामुखले ठोके यस्तै हो जा म पास गराउँछु भन्नुभयो भने त म ठोकिदिइहाल्छु होइन। त्यसैले के भन्नुभयो त सभामुखले त्यतिखेर मेरै सामनेमा जाने सरकारको मन्त्रीलाई फोन गर्नुभयो। सभापतिको भनाइ यस्तो छ, तपाईँहरूको धारणा के हो? तत्काल धारणा बनाउनुहोस् र दुईटाको बीचको धारणा एकरूपता आयो भने मैले सबैको सर्वदलीय रूपको बैठक राख्छु र यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा सरकारलाई पनि सामेल गर्ने, संसदीय दलका नेताहरूलाई पनि सामेल गर्ने, सचेतकहरूलाई सामेल गर्ने। यो मोडल कस्तो बनाउने भन्ने मोडलको खाका तयार गर तिमी दुईटा समिति र संसद र सरकार मिलेर गरौ। अनि त्यसपछि यो ठिक छ भन्ने भयो भने त्यही हिसाबले जाउँला भन्ने भएको छ र सभामुख पनि सकारात्मक हुनुहुन्छ। अब सरकारले त आफ्नो ड्राफ्ट जस्तो भयो भने पेश गरिसक्यो। संसदले नै आफ्नो मोडालिटी बनाएर सरकारले पेश गरेको 100% परिवर्तन गरेर अगाडि बढ्ने अधिकार पनि त छ नि। 100% छैन, 100% छैन। त्यो त्यही विधेयकमा टेकेर हामी अगाडि बढ्नुपर्छ। टेक्न त टेक्नै पर्यो। मूल त त्यही हो। सरकारले जे भन्छ त्यही गर्न बाध्य छैन समिति। सरकारलाई पनि सहमति नगरेर हामी एक्लै तिमीहरूले जे गर्छौ गर भनेर पनि जाने अवस्था छैन। त्यस कारणले सरकारको सहमति पनि जरुरी छ, संसदको सहमति पनि जरुरी छ। त्यसभित्र केही कुरामा यो नभई हुँदैन भन्यो भने यो तैले भनेर हुँदैन। यो समितिको अधिकारभित्र पर्छ। संसदलाई प्रभाव सरकार पार्न सक्दैन। तपाईँ संसदप्रति उत्तरदायी हुनुहुन्छ, संसद तपाईँहरूप्रति उत्तरदायी होइन भन्ने कुरा पनि आइरहेछ। त्यसो भए समग्रमा अहिले यो छलफलबाट निचोड निकाल्दा उच्च तहको राजनीतिक नेतृत्व सहित संसद र सरकार बीच जुन तहमा यसको दिशा, बाटो, गन्तव्य, मोडालिटी कस्तो बनाउने भन्नेमा सहमति जुट्छ त्यसै दिन विधेयक टुङ्गिन्छ। त्यसै दिन मैले दफावार 2-4वटा बैठक राखेर दफावार छलफल गरेर संसदमा पेश गर्छु। त्यो समय कहिले आउँछ? टुङ्गो छैन। तर मलाई लाग्छ मैले भनेको छु भनौको यो त्यतिको खरो मान्छेले त छिटो मैले भनेको छु। यो मैले अहिले पनि आज मेरो भोलि बैठक छ। भोलि मैले जाने त्यो यसको समन्वय गर्ने मेरो सहयोगमा एउटा समन्वय समिति बनाउने कुरा पनि एक तहको छलफल चलिरहेछ। त्यो के हुन्छ थाहा छैन मलाई। अब समितिले गर्ने कुरा हो। तर समितिका नेताहरूलाई मैले भोलि बैठक बोलाइरहेको छु 4 बजे। पर्सि 23 गतिको 4 बजे दिउँसो संसद छ। दिउँसो त हाम्रो त्यो अस्ति पेश गरेको विधेयक पेश हुनेछ। त्यसैले जाने 4 बजे बैठक बसेर
कुन मोडालिटीमा अब मैले केही कुरा सचिवालय तपाईको बढी फोकस चाहिँ केन्द्रीकृत चाहिँ यतैतिर छ त्यतैतिर चाहिँ छ र अब हामीले 23 गतेको चाहिँ 4 बजे बैठक गरेर यी सबै मोडालिटीको विषयमा सरकारलाई पनि ल्याऊ भनेका छौँ। ती मोडालिटीको चाहिँ फाइनल गर्यौँ भनेपछि एउटा बैठक त्यो बैठक गरेर त्यसबाट पास गरेर म सभामुख कहाँ जाने हो। सभामुखले कहिले बोलाउनुहुन्छ के गर्नुहुन्छ छिटोभन्दा छिटो बोलाएर अब यो दफावार छलफल के अरे संशोधनकर्ताहरूको छलफल सकिने बित्तिकै फेरि म प्रदेश जाने हो। स्थानीय तह सकेसम्म स्थानीय तहलाई पनि प्रश्नावली बनाएर पठाउने हो सुझाव। अब त्यो समितिले चाह्यो भने अहिले समितिले नै स्थानीय तहसम्म नजाउँ प्रदेशसम्म जाउँ भन्ने कुराको निर्णय भएको छ। तर मेरो त अझै के रहेको छ भने 753लाई प्रश्नावली बनाउनु पठाइदिउँ। विद्यार्थीलाई पनि सोध्नुहोस्, शिक्षकलाई पनि सोध्नुहोस्, मान्छेहरूलाई त्यो प्रदेशमा गइसकेपछि विद्यार्थीलाई पनि सोध्ने, शिक्षकहरूलाई पनि सोध्ने, सरोकारवालाहरूलाई एउटा प्रत्येक साथै प्रदेशमा 7वटा मिटिङ गर्ने र त्यसपछि मेरो अहिले धारणा राखेको छु मैले। अब समितिका साथीहरूले नगरौँ त्यहाँसम्म नपुगौँ भन्ने छ। अहिले स्थानीय तहलाई अधिकार सम्पन्न गराएर जाने संविधानले व्यवस्था गराएर स्थानीय तहको राय पनि त लिनु पर्यो, राय लिनु पर्यो नि भनेर प्रश्नावली बनाएर 753लाई मेल सहितको जाने पठाइदिउँ। केही बाटो चाहिँ तय हुन्छ कि भन्ने अपेक्षा गर्छु। केही बाटो तय भयो भने आउँदो हिउँदे अधिवेशनको फर्स्ट विकमै मैले यो विधेयकलाई टेबल गर्छु। मलाई मेरो ध्यान अहिले म महिनाको 1 चोटि 2 चोटि जिल्ला जाने मान्छे हुँ। यस्तै गरेर त म चुनाव हारेको छैन नि त। म जनतासँग यस्तो काम गर्ने मान्छेले त जनतासँग रमाउने मान्छे हो म। त्यसैले अहिले मैले जनतालाई माफी मागेको छु। अब म यो मेरो जीवनमा यो विद्यालय शिक्षालाई टुङ्ग्याउनेतिर मेरो ध्यान गइरहेछ। तर यो ध्यान गइरहेको हुनाले म तपाईँहरूसँग अहिले आउन यो विद्यालय शिक्षा नटुङ्गिन्जेल बेला यसबाट अलिकति पनि फुर्सद नपाउन्जेल बेलासम्म म दायाँ बायाँ हेर्दैन है। मैले त यतिसम्म घोषणा गरेको छु, तपाईँहरूले सुन्नुभयो होला। अहिले मलाई उप प्रधानमन्त्री सहितको किस्तीमा आउँछ भने पनि म खान्न। म यो विद्यालय शिक्षा टेबल नगरिकन अझै सरकारले सक्यो भने उच्च शिक्षालाई प्रवेश गरायो भने यी दुईटा अब म तपाईँलाई तपाईँको जाने एबी न्युजबाट म के भन्न चाहन्छु भन्दा अब नेपालमा सुधारहरूलाई मैले 2-4वटा कुरा घोषणा गरेको छु। नेपाल बनाउने हो भने राज्यले अठोटता लिनुपर्छ। त्यो पहिला शिक्षा, स्वास्थ्य र गरिबी निवारण कसरी गर्न सकिन्छ, राज्यको ध्यान त्यतातिर जानेर उत्पादनमा राज्यलाई कसरी ल्याउन सकिन्छ, मागेर खाने कति दिनसम्म यो देश चलाउने। अहिले पनि तपाईँ भन्नुहुन्छ देश कसरी बनाउने भन्ने श्रृङ्खलामा सभापति मैले एउटा कुरा भने अहिले यो मोडेलमा जाने हो भने राज्यले अठोटता लिने हो भने हामी 10 वर्षभित्र विकसित मुलुकको विकासोन्मुख देशको दाँजोमा अगाडि बढ्न सक्छौँ। त्यसैले सरकार वितरणमुखी होइन, उत्पादनमुखी हुनु पर्यो। सरकार प्रायोरिटी तोकिसकेपछि त्यहाँ त्यसलाई पहिलो प्रायोरिटीको रूपमा राखेर अरूलाई तमसिलका कुरा बनाउनु पर्यो। यहाँ त पैसा माग्ने लिएर माटा मिलाउने प्रवृत्तिले न शिक्षा सुध्रिन्छ न जाने देश विकास हुन्छ। त्यसैले विकासै भएको छैन फेरि म भन्दिनँ, तर पनि जे गर्न पर्थ्यो हामीले गरेका छैन। त्यसैले यो हिसाबले अगाडि बढ्नुपर्छ। हस्, आज विद्यालय शिक्षा विधेयकमाथि हामीले एउटा निचोड निकाल्यौँ। देश कसरी बनाउने भन्ने अर्को पटक यहाँसँग छुट्टै छलफल गरौँ। समय र संवादका लागि धेरै धेरै धन्यवाद। संविधान बमोजिम विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न, विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न यो विधेयक ल्याइएको हो। सो विधेयक पारित भई ऐन जारी भएपछि शिक्षा ऐन 2028 खारेज हुनेछ। तर संसदले सजिलै टुङ्गो लगाउला त त्यो भने यकिन छैन। छलफलको यही निचोड र निष्कर्ष सहित हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम कस्तो लाग्यो, केही प्रतिक्रिया प्रश्न तपाईलाई 01538508मा गरेर रेकर्ड गराउन अथवा टिपाउन सक्नुहुन्छ अथवा नेपालको पेजमा पनि लेख्न सक्नुहुन्छ। तपाईले सुन्नुभयो भने हाम्रै हातमा आइपुग्नेछ। कार्यक्रम तयार गर्न सहयोग गर्ने UNDP